नमस्कार, म गौशाला नगरपालिकाको उपप्रमुख। यहाँनिर आजको स्थितिमा म यहाँ प्रत्यक्ष रूपमा अहिलेको अवस्थामा उभिराखेको छु। आज मङ्गलबार लगभग 10 बजे होला। आज कार्यपालिका बैठक राखेको छु 8 बजे र म कार्यपालिकामा सधैँ धेरै ढिलो भएर आज म पनि कार्यव्यस्तताले अलि ढिलो आउन पुगेँ र यहाँनिर यो गेटमा मेन गेट नै लक गरेर राखेको छ। उपप्रमुखलाई नगर प्रमुखको आदेश छ कि भित्र प्रवेश गर्न नदिने। एउटा जनप्रतिनिधि, म जनताबाट चुनेर आएको व्यक्ति यसरी अराजकता फैलाएर एउटा चाहिँ भनौँ एउटा यो गुन्डा लट्ठै तरिकाले गेट बन्द गरिदिएर मलाई भित्र जान नदिने, मैले जनताको काम कसरी गरिदिने हो। हिजोको समयमा लगभग अफिसको बन्दको बेलामा अनुगमनकै विषयमा मैले पत्रहरू माग्दाखेरि अधिकृतले फोन नउठाइदिने, मोबाइल स्विच अफ गरिदिने, सम्पर्कमा नआउने, अनुगमन हिँड्नु भन्दाखेरि अटेर गर्ने हुँदाहुँदै मैले हिजो फाइल माग्दाखेरि नदिएपछि दर्ता चलानीमा त्यो काम अहिले जुन हाम्रो नगरमा वडा स्तरीय योजना होस्, नगर स्तरीय योजना होस्, काम भइरहेको अवस्थामा सम्झौता नगरी धेरै ठाउँमा गुनासो आएकोले अनुगमन छड्के चाहिँ गर्नु पर्यो भनेर के काम कार्यदेश दिएको छ छैन भनेर दर्ता चलानी किताब मैले आफ्नो नियन्त्रणमा लिएपछि आज यो अवस्था सिर्जना भएको। म जनसमुदायलाई, गौशाला नगरपालिकाको सम्पूर्ण नगरवासीलाई भन्न चाहन्छु कि यो गलत कुरा गर्दाखेरि, यसरी अनियमितता गर्दाखेरि, नेपाल सरकारको बजेट खर्च गर्दाखेरि मैले बोल्दाखेरि आज यो अवस्था आएको छ। यो कतिसम्मको न्यायोचित कार्य गरेको छ, सबैजनालाई प्रवेश गर्न दिने र उपप्रमुखलाई गर्न नदिने। अरू म फेरि पुनः अर्को सार्वजनिक गर्नेछु अर्को भिडियोमा। र एउटा सूचना आएको छ कि म बस्ने कार्यकक्ष पनि तोडफोड गरिएको छ र यो कहाँसम्मको नैतिकतापूर्ण र न्याय उचित कार्य भएको छ र अरू म फेरि पुनः तपाईँहरूसँग जुट्नेछु। नमस्कार, धन्यवाद। खै त्यो पत्र ल्याउँ त, मलाई भित्र पस्न नदिनु। गेट खोल्नु न, गेट यो तमासा यहाँ भइरहेको छ, खोल्नु न। मुख किन लुकाएको? ठिकै छ, नगर मेयर साहबले भन्नुभएको छ भने लिखित दिनु पर्यो कुन कानुनले मलाई यो अवरोध गराएको छ गेटभित्र प्रवेश गर्न नदिने भनेर लिएर आउनुहोस्। होइन, लिखित पत्र लिएर आउनुहोस्। के जानकारी गराइरहेको छ? हमारा चाहिए नहीं थे सर, हमारे मेरे सर के अभी नहीं थे, आदेश नहीं थे कहना। हाँ नहीं थे जी, नहीं लिखित नहीं पढ़ले नहीं हमरा, ये कारण से नहीं जाए सर अन्याय करवानी है।